नमस्कार मैडम। नमस्कार। के गर्दै हुनुहुन्छ? तरकारी केलाउँदै। ए आज कताबाट आइपुग्नु भयो? म यसो एउटा सूचना दिनु थियो। त्यही भएर आएको। म चाहिँ हस्पिटलबाट आएको। अनि के छ त अरु खबर? ठिकै छ। ठिकै छ। म एउटा सूचना चाहिँ के दिन आएको नि, तपाईको बच्चाहरु कतिमा पढ्नुहुन्छ? एउटा 6 कक्षामा, एउटा 2 कक्षामा। ए 6 कक्षामा। ल तपाईलाई बधाई छ। किनभने चाहिँ ह्युमन प्यापिलोमा भाइरस सुन्नुभयो, जुन भाइरसले चाहिँ महिलाको पाठेघरको मुखको क्यान्सर गराउँछ, त्यो भाइरस विरुद्धको खोप चाहिँ आइसकेको छ। अब नेपाल सरकारले चाहिँ अब 6 कक्षामा पढ्ने नानीहरूलाई चाहिँ निशुल्क रूपमा खोप अभियान सञ्चालन गर्दैछ। अब हाम्रो जिल्ला लमजुङ भएको कारणले गर्दा चाहिँ 27, 28, 29 गते मध्ये एक दिन चाहिँ विद्यालयमा खोप लगाउन आउनुहुन्छ स्वास्थ्यकर्मी। यो जानकारी दिम, हजुरहरूलाई पनि जानकारी दिम, हजुरहरूलाई देशी, हजुरहरूले छिमेकीमा भन्नुहुन्छ। त्यसै गरी नानीलाई पनि एकचोटि भेटेर भनौँ भनेर आएको। खोइ नानीलाई बोलाउनु त, कति हेरौँ गफ गरौँ। नमस्कार नानी। नमस्कार। सन्चै हुनुहुन्छ? के नाम हो नि हजुरको? प्रशंसा अधिकारी। ए प्रशंसा। कति कक्षामा पढ्नुहुन्छ? 6। ल बधाई छ तपाईलाई। बधाई चाहिँ के को लागि भन्दाखेरि चाहिँ महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चाहिँ ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप चाहिँ आइसकेको छ। जुन लगाउनको लागि चाहिँ तपाईँ कक्षा 6 मा पढ्नुहुन्छ नि, 6 कक्षामा पढ्नेलाई चाहिँ अहिले भ्याक्सिन लगाइँदैछ। त्यही भएर अब तपाईँको विद्यालयमा चाहिँ म जस्तै स्वास्थ्यकर्मी चाहिँ 27, 28, 29 गते मध्ये एक दिन आउनुहुन्छ। खोप लगाउने हस्। ल साथीहरूलाई पनि भन्नु ल, खोप लगाउनु पर्छ अरे हामीले भनेर 6 कक्षामा पढ्ने नानीहरूलाई भन्नु है, नानीहरूलाई मात्रै है त। ल धन्यवाद जानकारीको लागि धन्यवाद।